धेरैजनाले मलाई कमेन्ट गर्नुहुन्छ, मेसेज गर्नुहुन्छ कि डाक्टर साहब मैले खाना चाहिँ थोरै खान्छु तर मेरो वेट बढेको बढै छ। तपाईँहरूलाई पनि त्यस्तो हुन्छ खाना थोरै खाने अनि वेट बढेको बढै हुने, धेरै थकाइ लाग्ने भनेर? त्यस्तो हो भने तपाईँलाई हाइपोथाइरोइडिजम हुनसक्छ। हाइपोथाइरोइडिजम भनेको तपाईँको थाइरोइड ग्ल्यान्ड जुन चाहिँ ग्रन्थि छ नि, त्यसले पर्याप्त मात्रामा थाइरोइड हर्मोन नबनाउनु भएपछि त्यसलाई भन्ने हो हाइपोथाइरोइडिजम। यसको अरू लक्षणहरू भनेको थकाइ बढी लाग्ने, कपाल झर्ने, छालाहरू सुक्खा-सुक्खा हुने, अनि तपाईँलाई धेरै चिसो लाग्ने, चिसो सहनै नसक्ने, यो सबै भनेको हाइपोथाइरोइडको लक्षणहरू हो। तपाईँहरूलाई पनि त्यस्तो फिल हुन्छ, त्यस्तो लक्षणहरू छ भने तपाईँ आजै गएर आफ्नो रगत चेक गराउनुहोस्। एउटा नर्मल थाइरोइड फङ्सन टेस्टले तपाईँलाई थाहा हुनसक्छ तपाईँको थाइरोइड हर्मोन बढेको छ कि घटेको छ, तपाईँलाई हाइपोथाइरोइडिजम छ कि छैन भनेर। त्यस्तै छ भने आज गएर चेक गराउनुहोस् र आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्। धन्यवाद।